ला यो त रुन थाल्यो यार कतिदेखि स्टार्ट गरौँ ल यो मेनदेखि ओभर ह्यान्डसम रहेछ होइन ल सुन न गर्लफ्रेन्ड छ कि छैन अहिले सुन न अनि हाउ मच डु यु मिक्स युर एक्स क्या हुन त पढ्न गएको यस्तो क्वेसन सोध्नु हुँदैन थियो मैले होइन So are you guys ready for answering me? How much do you miss your ex भन्ने क्वेसनको टपिकमा हुन्छ सो लेट्स गो है त आस्किङ फर ऱ्यान्डम गाई सो केटाहरूलाई चाहिँ म सोध्ने ट्राई गर्छु यहाँ चाहिँ म केटाहरूलाई आज क्वेसन सोध्न बसेको है केटा हो एक दुईवटा क्वेसन भनेर एन्सर भनेर जाने ल बस ल कोदेखि स्टार्ट गरौँ भन त केटा हो कोदेखि स्टार्ट गरौँ ल यो मेनदेखि ओभर ह्यान्डसम रहेछ होइन ल सुन न गर्लफ्रेन्ड छ कि छैन अहिले What? छैन केटा कहाँ गएको तिहार चाहिँ लजर छैन सुन न अनि हाउ मच डु यु मिक्स युर एक्स क्या हुन त पढ्न गएको यस्तो क्वेसन सोध्नु हुँदैन थियो मैले होइन तर पनि कति मिस गरिरहेछ भन नि त एकचोटि भनिदेऊ न प्लिज यस नगर्ने हो होइन ल सही हो ल मेन अब नाइस डे है त ल सो केटाहरू चाहिँ जस्ट चिलमा आइसकेर प्रश्नको एन्सर दिइसकेर गइसकेको छ अनि यहाँबाट हाम्रो अङ्कलले हेर्दै हुनुहुन्छ यहाँबाट हेलो सो त्यही हो अनि यो चाहिँ हाम्रो ग्यारेजको बोर्ड सो उता सोधेर आएँ मैले केटाहरूलाई चाहिँ अनि सोधेर आइसकेपछि अहिले म ग्यारेजमा आइपुगेको छु यहाँ केटाहरू छ उसले चाहिँ बिगारिसकेको छ सो त्यही भएर उसलाई चाहिँ मैले केही सोधिनँ यता हेर्दा नि त सो मेरो हिरोलाई सोध्दैछु म मेरो भाइलाई ल सानै भन्न सुन्न हाउ मच डु यु मिस युर एक्स हाउ मच डु यु मिस युर एक्स भन् त ल भन्न भाइ छिटो तैँले तेरो गर्लफ्रेन्डलाई चाहिँ पुरानो गर्लफ्रेन्ड एक्सलाई चाहिँ कतिको मिस गरिरहेको छस् न त यता हेर भन्न त पिटी के गर्दिन किन ला यो त रुन थाल्यो यार ओए सरी यार गाइस म यसको भिडियो बनाउँदिनँ ल सो अतिश भाइले चाहिँ अहिलेको जुन ह्यान्डसम थियो यो भाइले चाहिँ चिया ल्याएर आइसकेको छ सो त्यही हो चिया चाहिँ खाइयो अब ओए लासाङ कुदाइदिलु यहाँ अगाडि ट्राफिक छ कुदाइदियो लासाङ सो उता सोधेर आएँ मैले केटाहरूलाई चाहिँ अनि सोधेर आइसकेपछि अहिले म ग्यारेजमा आइपुगेको छु यहाँ केटाहरू छ उसले चाहिँ बिगारिसकेको छ सो त्यही भएर उसलाई चाहिँ मैले केही सोधिनँ यता हेर्दा नि त सो मेरो हिरोलाई सोध्दैछु म मेरो भाइलाई ल सानै भन्न सुन्न हाउ मच डु यु मिस युर एक्स हाउ मच डु यु मिस युर एक्स भन् त ल भन्न भाइ छिटो तैँले तेरो गर्लफ्रेन्डलाई चाहिँ पुरानो गर्लफ्रेन्ड एक्सलाई चाहिँ कतिको मिस गरिरहेको छस् भन्न त यता हेर भन्न त पिटी के गर्दिन किन ला यो त रुन थाल्यो यार ओए सरी यार गाइस म यसको भिडियो बनाउँदिनँ ल सो अतिश भाइले चाहिँ अहिलेको जुन ह्यान्डसम थियो यो भाइले चाहिँ चिया ल्याएर आइसकेको छ त्यही हो ल सो केटाहरूले चाहिँ यहाँनिर गाडी लिएर आएको छ अनि केटाहरूलाई त्यही प्रश्न केटा हो आज चाहिँ म प्रश्न सोध्दैछु होइन कस्तो प्रश्न सुन न साथी ल ह्यान्डसेक चाहिँ गरिदिउँ आज चाहिँ म प्रश्न सोध्दैछु होइन कस्तो प्रश्न भने नि हाउ मच डु यु मिस युर एक्स क्या कतिको मिस गरिरहेको छ भन्नु नि त म आउँदैछु हिरो आउँदैछु भन त हाउ मच डु यु मिस युर एक्स यस अब यस्तो मिस भन्ने कुरो नि एक्सलाई छोडेको एक्सलाई मिक्सै गरिँदैन के ल एउटा शब्द होइन जे हुन्थ्यो अब पहिल्यै भइसक्यो छोडेको गइसक्यो होइन त्यसै अब आफूले मिस पनि गर्नु हुँदैन अब हेट पनि गर्नु हुँदैन मिस पनि गर्नु हुँदैन के त्यो कुरो लभली ल दोस्त थ्याङ्क्स यार ल म पनि केटाहरूलाई सोध्नु पर्ने छ यो भाइको त गर्लफ्रेन्डै छैन भन्दै थियो मेरो भाइ प्यारो भाइको त गर्लफ्रेन्डै छैन भन्दै थियो भाइ गर्लफ्रेन्ड छ तिम्रो थियो कि थिएन त पहिले
यता कहाँ हुनु बहिनी भएको होइन यहाँ सुन न योभन्दा अगाडि गर्लफ्रेन्ड थियो कि थिएन तिम्रो छैन छैन ए त्यसो भने चाहिँ अब सोध्नु भएन भाइलाई ए भाइको लपर यहाँ जिरेले त बे गरेको छ होइन यसले चाहिँ बे गरिसकेको छ तर सुन न एउटा भाउजूभन्दा अगाडि को थियो तेरो भन् त सुन न भाउजूभन्दा अगाडि को थियो तेरो भन् त भाउजूभन्दा अगाडि को थियो तेरो भन् न छैन अतीत सर यहाँ हिरो छ यार हाम्रो हिरो हाउ मच डु यु मिक्स युर एक्स के एक्स छैन भाइ याउ न हौ भाइ पनि लगाइसके सो त्यही हो हाम्रो बिरामी खोइ सो त्यही हो अब चाहिँ म यता बाटोमा गएर एक दुईजना विद्यार्थीहरूलाई जुन कन्का स्कुलको विद्यार्थीहरूलाई सोध्नुपर्ने हुन्छ ओए लुवाठेहरू अहिले तिमीहरूलाई यिनीहरू के छ लजाको केटी जस्तो छ्या हेरौँ केटी हो कि केटा हो पखमा आउँदैछु सो अहिले चाहिँ बजारमा यस्तो बाटोहरू छ यहाँ पनि केटाहरू आउँदैछ ला अब यिनीहरू लजाउँछन् होला यार केटाहरू लजाउँदैछन् ला ओए कस्तो लजाको केटाहरू त अरे लासाङ लासाङ यो चाहिँ स्कुल जान रेडी हुँदैछ अनि यहाँ चाहिँ मेरो दाइ छ हेरौँ न लजाउँदैछ अघि म यहाँ हुँदा चाहिँ हेलो लगर अरे अहिले चाहिँ लजाएर हेर न ला लजाको ला दाइ ला कस्तो लजाको दाइ किसान दाइले यसलाई चाहिँ लासाङलाई चाहिँ कति दिँदैछ नि त ओए लासाङ के गरे आज पार्टी खाने हो कि गर्लफ्रेन्डलाई खुवाउँछस् गर्लफ्रेन्ड छ भन्दै थिइस् चटपटी खुवाउने हो गर्लफ्रेन्डलाई ए होइन अरे त अनि किसन दाई किसन दाई होइन अरे त अनि गर्लफ्रेन्डलाई खुवाउने होइन अरे त लु दे त्यसो भने त बाबालाई देऊ है बाउ छोरा गफ चल्दैछ ट्याक्क होइन ल दामी दामी सो केटाहरूले चाहिँ यहाँ गाडी निकाल्दैछ अनि मौसम चाहिँ आज यस्तो छ ओके थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है त